ला लु होइन मेरो फोन चाहिँ के भयो हौ हिजो अस्ति किनेको त 6 महिना पनि भएको छैन होइन बिग्रे क्या हो लु चाहिँ चुई पनि छैन उज्यालो पनि बोल्दैन खै अँधेरो न अँधेरो भइरहेको छ ला यसको पक्कै एलसिडी गयो होला हौ होइन होला बा स्क्रिन गयो ला झन् मैले यसो हल्लाएँ ए अघि माम पकाउँदाखेरि चुलामा राखेको थिएँ तातोले गर्दा यो बिग्रियो होला भित्र सबै इन्जिनहरू गयो होला तातोले गर्दाखेरि भत्क्यो होला बिल्लियो होला कति रात तातोले गर्दा छ्या अब अर्को बल्ल बल्ल जोडेको यो फोन पनि ए यसरी अँधेरोमा राख्नु पर्दो रहेछ उज्यालो यसरी घामपट्टि राखेर हेरेछु ब्राइटनेस पनि अन्त कहाँ देख्छ अन्त लु मेरो फोन पनि घाम जस्तै उज्यालो बनाइदिउँ न फोन पनि टल्ल ल ल ल ल आम्मामा लु कम्ती उज्यालो भयो मेरो फोन पनि